फाइनली हामी चाहिँ दिक्तेल बजारको बुलबुले भन्ने ठाउँमा आएको छौँ। बुलबुले मन्दिर चाहिँ यहाँ माथि रहेछ। दिक्तेल बजारबाट लगभग 45 मिनटको गाडीको यात्रापछि हामी यो स्थानमा आइसकेका छौँ। यो चाहिँ बुलबुले झरना। बुलबुले ताल खोटाङको बुलबुले तालमा चाहिँ हामी फाइनली रूपमा आइसकेको छौँ। यतिखेर घुम्दै हो। यो चाहिँ दिक्तेल बजार नजिक रहेको बुलबुले ताल। ल यो भित्र चाहिँ माछाहरू पनि रहेछ बुलबुले तालमा। यो माछाहरू चलिरहेछ। यहाँ चाहिँ अटोमेटिक यहीँ आफसे आफ उत्पन्न भएको माछा भन्ने कुरा रहेछ। यहाँ चाहिँ घुम्नको लागि धेरैजना मान्छेहरू आउने रहेछ। बुलबुले ताल चखेवा भन्ज्याङबाट सबैलाई नमस्ते। म चाहिँ अहिले चाहिँ भोजपुर र खोटाङको सिमाना चखेवा भन्ज्याङमा आइपुगेको छु। यो ब्याकग्राउन्डमा देखेको चाहिँ सबै चखेवा भन्ज्याङको सुनेको हो। यहाँ चाहिँ सेन्मिकाको कथा पनि सुट भएको स्थान। हेर्ने कथामा एकदम बवाल रहेछ, राम्रो रहेछ। यो चाहिँ चखेवा भन्ज्याङमा रहेको एउटै मात्र होटल। यहाँबाट माथि टेम्के डाँडा जाने रहेछ। टेम्के डाँडामा चाहिँ होटल नभएको र यो भोजपुर र खोटाङ जिल्लाको सिमानामा रहेको ठ्याक्क सेन्टर पोइन्टमा चाहिँ यो होटल रहेछ है त। होटल चाहिँ के नाम रहेछ त भनेर म हेर्न जाँदैछु। होटेल मुन्दुम ग्रिन प्लेस रे। यहाँ चाहिँ चियाखाजाको नास्ताको राम्रो प्रबन्ध रहेको रहेछ। हामी चाहिँ यहाँ चियाखाजा खाएर निक्लिन लागेको। यो चाहिँ चखेवा भन्ज्याङको होटलमा हामी चाहिँ सोलुको स्पेसल शेर्पा टी बनाएर खाँदैछौँ हामी आफै। सलाम दाइ, आजको कुक हो। त्यो ट्याम्के होइन दाइ, चखेवा भन्ज्याङ होइन। चखेवा भन्ज्याङमा हाम्रो यहाँ स्थानीयहरूलाई नै हामी शेर्पा टी चखाउँदै हो। छैन दाइ, छैन स्पेसल चिया एउटै। ओके भाउजू, मेरो चिया कुन चाहिँ? दिस वान? ए ओके, मेरो लागि चिया लोड हुँदैछ है। चखेवा भन्ज्याङबाट चाहिँ हामी चाहिँ टक्क चिया नास्ता गरेर अब हाम्रो यात्रा चाहिँ भोजपुरतिर हुँदैछ। भोजपुरतिर हाम्रो यात्रा। अब हाम्रो यता क्याप्टेनले अब कहाँबाट आउँछ त बाहिर? क्याप्टेन साहब चखेवा भन्ज्याङबाट भोजपुरतर्फ लाग्दै गर्दाखेरि ठ्याक्क बाटोमा चाहिँ गणेश ट्रस्टिक झरना भन्ने पनि भेट्यो। अब हाम्रो चाहिँ फोटो सुटिङ यहाँ खिच्छौँ। ब्याकग्राउन्डको चाहिँ गणेश ट्रस्टिक झरना। हामी भोजपुरको यात्रामा छौँ। यतिखेर बाटोमै हो र बाटोमा जाँदा जाँदै यो कुन चाहिँ गाउँ हो, ठ्याक्कै गाउँको नाम चाहिँ थाहा भएन। सुन्तला चाहिँ बवालै छ यहाँ। अब हामी चाहिँ फोटो खिच्ने, सुन्तला टिप्ने, सुन्तला खाने बाटोमा।
भोजपुर पुग्ने बेलामा चाहिँ एउटा घरमा चाहिँ यो फुलको गेट रहेछ यस्तो दामी। यहाँनिर चाहिँ हाम्रो फोटो खिच्ने भनेर हामी फोटो खिच्दैछौँ। कस्तो बवाल रहेछ क्या फुलको, यो फुल हो सबै ओरिजिनल नेचुरल। हामी चाहिँ दिक्तेलबाट हिँडेर ट्याक्क भोजपुर आइपुग्यो। लगभग हामी कति घन्टाको ड्राइभपछि आइपुग्यो हामी बिसाउँदै आइयो टाइम लाग्यो। लगभग सरासर हामी नि 1.5 देखि 2 घन्टामा दिक्तेलबाट भोजपुर आउन सकिने रहेछ। पछाडि ब्याकग्राउन्डमा चाहिँ भोजपुरको स्थान, खुकुरीको पहिचान। खुकुरीको स्थान भोजपुरको पहिचान रहेछ होइन। भोजपुरमा खानासाना खाएर चाहिँ अब हाम्रो यात्रा चाहिँ धनकुटातिर अघि बढ्दैछ। ट्याक्क भोजपुर बजारभन्दा माथि चाहिँ फोटो खिच्ने ठाउँ आई लभ भोजपुर भन्ने रहेछ, त्यहाँ चाहिँ हामी फोटो खिच्दैछौँ। फोटोग्राफरहरू हाम्रो यता हामी तोम्बा पार्टी एवान छ धनकुटाको तोम्बा बवाल छ है। तोम्बा खाँदै हो। अब म चाहिँ बसाइ चाहिँ धनकुटाको हिलेमा भएको थियो। हिलेको होटल मकालु थियो। अब चाहिँ यहाँनिर हामी चाहिँ टक्क निस्कन लागेको गाडीमा। अबको हाम्रो यात्रा भनेको ताप्लेजुङको हुँदैछ। अहिले चाहिँ हामी चाहिँ ठ्याक्कै यहाँ यो होटल मकालु थियो। यहाँ हाम्रो बास चाहिँ आज यहाँ भएको थियो र अब चाहिँ हामी निस्किँदैछौँ। यो देखिएको चाहिँ हिले बजार तलसम्म रहेछ। हामीले वरिपरि देखेको चाहिँ यस्तो छ हिले बजार, होटल मकालु भ्यू, सेम होटल यहाँ र त्यहाँनिर चाहिँ कहाँनिर आइपुग्यो नि सिधुवा धनकुटा। यहाँ चाहिँ फुलकाउलीको स्ट्याचु बनाएको रहेछ। बवाल लाग्यो मलाई, एकदम राम्रो लाग्यो। लिउँ नि त। वाउ, यो चाहिँ धनकुटा जिल्लाको सिधुवा बजार। हामी ताप्लेजुङतर्फ जाँदै गर्दाखेरि बाटोमा देखिएको दृश्यहरू। वाउ, धनकुटामा चाहिँ बवाल नेपालको झन्डाहरू। ओहो बवाल झन्डै झन्डा रहेछ बाटोमा, दामी। वाउ, चित्रे बजार धनकुटा जिल्लाको चित्रे बजारमा रहेको रानी पोखरी। चित्रे बजार धनकुटा जिल्लाको चित्रे बजार। अहिले चाहिँ हामी तेह्रथुमको बसन्तपुर भन्ने ठाउँमा आयौँ। यहाँ चाहिँ स्ट्याचु चाहिँ गुराँस फुलेको रहेछ। अनि एउटा डाँफे पनि टक्क बसिरहेको रहेछ। डाँफे कस्तो बवालको डाँफे भित्र रहेछ। वाउ, यो चाहिँ बसन्तपुर, तेह्रथुम जिल्लाको बसन्तपुर भन्ने ठाउँमा हो। यो चाहिँ फाइनली हामी चाहिँ तेह्रथुम जिल्लाको लसुने भन्ने ठाउँमा आइपुग्यौँ। लसुने भन्ने ठाउँको विजय होटल एन्ड लज, लालीगुराँस नगरपालिका साथ लसुने बजार तेह्रथुममा चाहिँ अहिले हामी चिया खाजा खाने तयारीमा हो। अहिले चाहिँ हामी चिया खाँदै हो। यो ब्याकग्राउन्डमा भएको चाहिँ हाम्रो तेह्रथुम जिल्लाको लसुने बजार। अब हामी यहाँ एकछिन घुम्छौँ होला सायद र फोटोसोटो खिच्छौँ र त्यसपछि चिया खाजा खाएर चाहिँ हाम्रो यात्रा तेह्रथुम भनेपछि ताप्लेजुङतर्फ अगाडि बढ्नेछ। हामी चाहिँ लगभग लसुने बजारबाट 15-16 किलोमिटरको ड्राइभ पछि अहिले चाहिँ फाइनल रूपमा म्याङ्लुङ बजार आइसकेको छ। यो चाहिँ म्याङ्लुङमा बिरालोको स्ट्याचु।
यो चाहिँ म्याङलुङ बजार म्याउ बजार म्याउ एन्टी लाइट पर्दो रहेछ अलिक यतिखेर हामी चाहिँ यात्राकै क्रममा छौँ र यात्रा गर्दै गर्ने क्रममा चाहिँ यतिखेर हामी आइपुगेको छौँ तेह्रथुम जिल्लाको 8 सङ्क्रान्ति बजारमा हामी चाहिँ केही समय यहाँ रेस्ट गरौँ न त भनेर हामी केही समय यहाँ रेस्ट गरिरहेको छौँ ब्याकग्राउन्डमा देखिएको चाहिँ 8 सङ्क्रान्ति बजार यहाँनिर हामी केही समय केही मिनट हामी यहाँ रोक्छौँ र हामी चाहिँ यहाँ चाहिँ यसो भिजिट गर्ने भन्ने कुरा भयो 8 सङ्क्रान्ति मेलामा र त्यसपछिबाट चाहिँ हाम्रो यात्रा नन स्टप अगाडि बढ्छ यहाँनिर चाहिँ स्ट्याचु पनि बनाएको रहेछ ठ्याक्कै के स्ट्याचु भने चाहिँ अब त्यहाँ 8 सङ्क्रान्ति मेलाको बजारको केही स्पेसल राईकास्टको स्ट्याचु पनि देखियो यो ब्याकग्राउन्डमा देखेको चाहिँ सबै सङ्क्रान्ति बजार तेह्रथुम जिल्लाको अहिले हामी चाहिँ पाथिभरा जाने क्रममा सानो फेदी भन्ने ठाउँमा आइपुग्यो यो चाहिँ सानो फेदीको यो सानो फेदी है यतिखेर रातको लगभग 7:30 भइसकेको छ हाम्रो ग्रुप इभिनिङ टाइममा ठुलो फेदीसम्म जानको लागि रफ्तार हाम्रो प्रयास अगाडि बढिरहेको छ यतिखेर हामी पाथिभाराको बाटो गुराँसे भन्ने ठाउँमा आइसक्यौँ यहाँनिर पनि पसलहरू रहेछ सो हामी चाहिँ मजाले हिँड्दैछौँ रमाइलो भइरहेछ दाइ होइन एकदम बड रमाइलो भइरहेको छ हामी अगाडि बढिरहेछौँ हेलो पेमा वाट्स द फिल ओके यो चाहिँ हाम्रो गुराँसेको पसल अब कति लाग्छ आमा माथि पुग्नु ठुलो फेदी आधी घन्टा के घन्टा हो र तल तल यो बेस के भन्छ त्यहाँ सानो फेदीबाट यहाँको आधी आइपुग्यो हामी ए ल धन्यवाद ल हामी यहाँ गुराँसे भन्ने ठाउँमा ए बलु डाँडा भन्ने ठाउँमा आइपुग्यो अलि माथि हो बलु डाँडा भालु डाँडा ए हामी भालु डाँडा आइपुग्यो अँधारामा हिँड्नु रमाइलो भइरहेछ आज मैले गुराँसे भन्दा नि भालु डाँडा भन्ने ठाउँमा आइपुगेछ अब गुराँसे आइपुग्नु लाग्यो त्यहाँ पुगेपछि ट्याक हाम्रो डेस्टिनेसन आदि हुन्छ अनि त्यसपछि आदि हिँडिसकेपछि त द्याट्स इट ठुलो फेदीमा गएर ल्यान्डिङ हुन्छ त्यसपछिबाट चाहिँ भोलि बिहान अर्ली मर्निङ विल वेक अप एन्ड सो मुभ फ्रम दियर है एकदम रमाइलो भइरहेको छ आजको यात्रा सानो फेदीबाट चाहिँ रमाइलोसँग सानो फेदीबाट हामी आइपुग्यो होइन त फाइनल रूपमा हामी चाहिँ ठुलो फेदी आइपुग्यो अब यहाँनिर चाहिँ हाम्रो चाहिँ रुम के अरे होटल यहाँ चाहिँ 1 नम्बर रहेछ यहाँ चाहिँ स्टल रहेछ सो 7 नम्बर होटल चाहिँ हामी तलबाटै अलरेडी बुक गरिरहेको छौँ त्यो होटल अब सर्च गर्दै जाने हो यहाँ जस उहाँहरू माथिबाट झरिसक्नु भएको छ पाथिभारा जाने क्रममा ठुलो फेदीमा आएर चाहिँ हाम्रो भाउजूश्रीबाट चाहिँ पुरै कुकिङ सर्भिस खाना सर्भिस भइरहेको छ हामी आफू आफै पनि एकदम रमाइलो भइरहेको छ अनि हामी चाहिँ अहिलेको अवस्थामा हामी होटल गुराँस यस होटल गुराँसमा पाथिभाराको उकालो हिँड्दै हो यतिखेर लगभग पुग्न लाग्यो उकालो चाहिँ लगभग हामीलाई चाहिँ 3.5 घन्टा 3 घन्टा 3.5 घन्टा लाग्ने रहेछ उकालो सक्नु लाग्यो हामी हिँड्दैछौँ टिपा हिँड्दैछ यो फेरि हिँड्नु नसकेर दिमाग खराब भइरहेको छ यहाँ घन्टे बजाएपछि तेर्से त उकालो सक्यो कुच्च ओह्रालो ओह्रालो चाहिँ यस्तो फेरि कुद्दिने अरे उकालो त हिँड्नु नसकेर बिजोग छ नि पाथिभाराको पहिलो गेट यहाँनिर त्रिशुल पार्क आइपुग्यो हामी ठुलो घन्टी भन्छ यहाँनिर ठुलो घन्टी भन्ने ठाउँमा आइपुग्यो अब यहाँबाट लगभग 15 देखि 20 मिनटमा हामी ठ्याक्कै पाथिभारा माताको मन्दिरमै पुग्नेछौँ
यो बाटो हुँदै बाटो एकदमै राम्रो रहेछ पाथिभएर आउनको लागि वाउ घन्टीको कस्तो राम्रो यहाँ बनाएको फाइनली मैले चाहिँ यहाँ पाथिभरा माताको दर्शन गरिसकेँ दर्शन गरेर चाहिँ घुम्दैछु वरिपरि sau tल पाथी भर्ने ठाउँ रहेछ पाथी भरियो हामी आहा पाथी भरियो यो चाहिँ पाथी भयो टक्क भरेर राख्यो जय पाथी भएर यो चाहिँ माना यो माना भनेपछि यो मानाले गर्दाखेरि यसरी भन्नुपर्ने रहेछ हेर्नुहोस् पाथीले मानाले बढ्यो यो पैसा यो मानाले भने यसो यो मानाले भने यो माना भयो त्यो पाथी भयो चिसो चाहिँ अति चिसो छ हल्का हिउँ परिरहेछ पाथिभराको टपमा हो म यतिखेर हाम्रो गाइजहरू हाम्रो साथीहरू तल चियापान भइरहेको छ यहाँ चाहिँ वेदर चाहिँ पुरा बादल लागिरहेछ हिउँ परिरहेछ हल्का हल्का सम्भावना हामी हिउँ पनि खेल्छौँ होला अब पऱ्यो भने चाहिँ है अब परेन भने त यस्तै हो वाउ जय पाथिभराको मेन मन्दिर चाहिँ तल छ अघि हामीले फोटो खिचेको अनि यस्तो छ बिहान आउँदा चाहिँ अब अँध्यारो थियो त्यो सो अब हामीले यो ठाउँहरू देखाउन सकेनौँ अब जाँदाखेरि चाहिँ फर्किने बेलामा चाहिँ हामी कस्तो बाटोबाट आएको होइन त्यो सबै ठाउँहरू म देखाउँदै जान्छु गाह्रो थियो होइन रमाइलो पनि थियो सङ्घर्ष थियो चट्ट पार्क पनि रहेछ यहाँ चाहिँ हाम्रो पाथिभरा पुगेको खुसियालीमा हामी सबैजना ह्याप्पी छौँ सबजना सक्सेसफुल्ली रूपमा 4000 मिटर माथि पुगेर आयो एकदम रमाइलो भयो हिउँ पनि परिरहेछ हल्का मजा आइरहेछ यस्तो जय जय ल ओ ए हिँड्नु नसकेर बोकिदिएको हो यहाँ चाहिँ मान्छे हिँड्न सकेन भने बोक्ने सुविधा पनि रहेछ कहाँदेखि आउनुभयो दिदी ए स्थानीय हो ए पुग्यो अब त अब यहीँ नजिक त्यत्रो लाग्दैन लाग्छ अघि तपाईँहरू त आमा कहाँदेखि आउनुभयो फेरिबाट पुगिहाल्नुभयो अब त यो चाहिँ तामाबाट निर्मित पाथिभएर जाने पहिलो गेट यहाँ चाहिँ तामाको बनाइएको रहेछ
यो देखिएको चाहिँ पाथिभरा जाँदाखेरि सुरुमै आउने सानो फेदी ठुलो फेदी माथि भइहाल्यो। यो चाहिँ सानो फेदीको बजार। सानो फेदी बजार चाहिँ यस्तो रहेको छ। यो चाहिँ सानो फेदी बजार। यो चाहिँ सानो फेदी। हामी ताप्लेजुङ बजार घुम्दैछौँ। फन्टी लगाएर यो चाहिँ ताप्लेजुङ बजार हाम्रो घुम्ने ठुलो भयो। अब मजाले ताप्लेजुङ बजार हेर्ने हो। ताप्लेजुङ बजारको एक झलक है यो चाहिँ। यो चाहिँ ताप्लेजुङ बजार। ल्यान्डिङ चाहिँ फिदिम बजारमा भएको थियो। फिदिम बजारको युके होटल युकेमा। अब चाहिँ हाम्रो ट्रान्सफर हुँदैछ यहाँबाट। यहाँबाट हामी इलाम जाँदैछौँ। यो ब्याकग्राउन्डमा देखेको छ सबै फिदिम बजार। यो देखिएको ब्याग होइन, यो सबै चाहिँ फिदिम बजार है। 5 थरको फिदिम बजार। फिदिम बजार चाहिँ यस्तो रहेछ। अब हामी चाहिँ यहाँबाट यात्रा इलामतर्फ अगाडि बढाउँदैछौँ। यो चाहिँ फिदिम बजार। वाउ, यो चाहिँ राँके बजारको खुर्सानीको अचार। वाउ, हाम्रो ग्रुप राँके बजारमा मस्त घुमिरहेको त्यतिखेर। वाउ, यहाँ त लोक लाग्दो छ। बवाल लागेको राँके बजारको खुर्सानी है। खुर्सानी कस्तो लाग्यो भाउजू राँके बजार? सुनम दाइ, राँके बजार कस्तो लाग्यो? ओ यहाँ त अनि खुर्सानीको त उयो स्ट्याचु नै रहेछ नि त नि है। यहाँ ल म त्यसै खुर्सानी राख्दैन नि। यहाँ खुर्सानी छैन यस्तो। यहाँको परिचित भनेको चाहिँ राँके बजारको चाहिँ राँके खुर्सानी रहेछ क्या। त्यहाँको स्ट्याचु ल। A reflection of the emptiness, hilarious. You think you're worth my time, you're delirious, mysterious, because you hide behind a fake exterior, inferior. You know I'll always be a bit superior. Get off of me, this ain't no humble brag. I want you to hear words, you can say them back. I want you to feel free from the chains at last, and to believe in what you got, it was built to last, yeah. Now that I've been put through hell, I never got anyone's help. I had to do it all myself. राँके बजार इलामको एकदमै मन पऱ्यो मलाई चाहिँ। यहाँ चाहिँ एकदमै धेरै मात्रामा खुर्सानी पाउने रहेछ। खुर्सानीको चाहिँ भण्डारै रहेछ। जता पनि खुर्सानी अति बवाल छ। राँके बजार तपाईँहरू पनि इलाममा आउँदा अवश्य दिनु होला। यो राँके चाहिँ कस्तो रहेछ भन्दा एक साइड चाहिँ यो देखिरहेको चाहिँ पाँचौँ जिल्लामा पर्दो रहेछ हो। अनि फेरि यहाँ एउटा गेट रहेछ। यहाँबाट उता यो साइड चाहिँ फेरि इलाम जिल्लामा पर्ने रहेछ। यो चाहिँ सिमाना रहेछ। एक साइड इलाम, एक साइड चाहिँ है हजुर बोर्डरमा। चाय राखेको चाय। यतिखेर हामी इलामको जोरपोखरी आइपुग्यो। अब हामी एकछिनपछि माइपोखरीको दर्शन पनि गर्छौँ। यतिखेर चाहिँ हाम्रो प्रदर्शनी कार्यक्रम छ यहाँनिर जोरपोखरी इलाम जिल्लाको माइपोखरी हिँड्दाखेरि सुरुमा चाहिँ यहाँ जोरपोखरी आयो त। I don't ever slow up, no I don't take shit. I got no love for the fake
यतिखेर इलामको माई पोखरीमा अब यहाँ माई पोखरी पनि सबैको लागि माई पोखरी हेर्नु take shit, I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up. यो चाहिँ इलाममा रहेको पवित्र धार्मिक स्थल माई पोखरी। अब हामी यो माई पोखरी पनि घुम्नेछौँ। यहाँ चाहिँ हाम्रो भाउजूले पुरा पूजा गर्दै हुनुहुन्छ। यो चाहिँ माई Car alarms and barking dogs makes me wonder why the city's waking, the city never sleeps, and I would like to rest a little while. हामी इलाम जिल्लाको सन्दकपुर होइन सन्दकपुरको माई पोखरीमा छौँ। माई पोखरीको गेस्ट हाउसमा हो यतिखेर चाहिँ। गेस्ट हाउस होइन, होमस्टे है। हामी चाहिँ होमस्टे अति बवाल, म त्यो पनि देखाउँछु है। होमस्टे हामी प्रवेश गर्दैछौँ। वा ए देउडा लियो यो माई पोखरीको देउडा लियो है। होमस्टेको नाम त के पो भन्नुभयो? वाउ अति बवाल। ल यो चाहिँ होमस्टेमा छौँ हामी। इट्स रियली अमेजिङ। देउरालीको होमस्टे फेरि हजुर वाउ हामी चाहिँ यहाँ होमस्टे गोदावरी होमस्टे देउरालीको रमाइलो भयो। एकदम सुन्दर वातावरण, अति रमाइलो ठाउँ। हाम्रो गाइजहरू छ, मस्त छ, व्यस्त छ, खाएर टक्क छ। बाले फाँक पारिसक्यो हामीले है। यो ब्याकग्राउन्डमा देखेको चाहिँ हाम्रो होमस्टे के बवाल छ। होमस्टेको इलामकै सबैभन्दा उत्कृष्ट होमस्टे तपाईँको यहाँको दिनु चाख्नै पर्ने बाले सबै कुरो A1 है। दामी दामी। यतिखेर हामी चाहिँ इलामको अन्तु डाँडामा छौँ। अन्तु डाँडाको भ्यू एकदम बवाल छ। यहाँ पुरै इभिनिङमा चाहिँ एभ्रिवेयर जतासुकै पनि पुरै लाइट बलेको एकदम सुन्दर चियाबारी बवाल छ। Yeah, I would like to get some peace of mind and turn it all around. It needs something to change. It needs something to change. एभ्रिवान ह्याप्पी होइन? यतिखेर हामी अन्तु डाँडामा छौँ। अन्तु डाँडाको यो होटलहरूमा कस्तो रमाइलो भइरहेछ। हाम्रो साउने दिदीहरू कति बजी घाम झुल्किन्छ हाम्रो यहाँ? ए सनराइज हेर्न आउने मात्र होला यहाँ है। ए एकदम मन पर्यो। ढक्क यस्तोमा चिया पकाएर हामी खान्छौँ। भक्का पकाउने भाँडा हो कि बक्का अहिले फर्किँदा खाना होला नि। जय भक्का।
यो चाहिँ भक्का पकाउने भाँडा अरे हाम्रो दिदीहरूकोमा यो भक्का पकाउने भाँडा यस्तो हुँदो रहेछ भक्का इलामको पपुलर भक्का पसल हाम्रो इलामको अन्तुर डाँडामा ख मजे ख भक्का ख भक्का ख म त अचारमा समिट हुन्छ अचार मिठो अचार लाउनुहोस् त्यसमा मिठो हुन्छ नि पेबिस कस्तो लाग्यो भक्का एमबी म त हजुरहरू चाहिँ यहीँको हो ए भक्का पसल टमाटम रोटी ल है हजुरहरू फापरको रोटी आलु छ यतिखेर हामी अन्तु डाँडाको टपमा छौँ र सनलाइज आउनु लागेको छ Car alarms and barking dogs makes me wonder why the city's waking, the city never sleeps, and I would like to rest a little while. Yeah, I would like to get some peace of mind, to turn it all around. We're all getting older. रमाइलो है अन्ती डाँडामा चिया चेस गर्दै हामी फोटो होइन भिडियो लगमा चेस हान्दैछ म पनि चिया खाँदैछु ओके 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 अन्तु डाँडामा हामी आएर चिया खाँदैछौँ यतिखेर बिहानको समय हामी चेस गर्ने चिया खाने हाम्रो ग्रुप रोटी थोरै खान्छ यिनीहरूले पनि यति मात्र है साउनी इलामको यो कुन ठाउँ रे भन्नुभयो अन्तुको श्री अन्तुको भक्का साउने यहाँ चाहिँ एकदम मिठो भक्का पाउने ठाउँ है तपाईँहरू आउनुभयो भने यो दिदीकोमा भक्का खानु होला एकदम राम्रो छ हामी पनि यहाँ भक्का सक्का खाएर चाहिँ निस्कन लागेको श्री अन्तुको ठ्याक्कै यहाँनिर चाहिँ ठ्याक्कै गेटभन्दा अलिकति अगाडि यो दिदीकोमा भक्का एकदम मिठो यहाँ त भक्का खाएपछि त हुन्छ पक्का ए हामी लाग्यौँ ल राम्रोसँग बस्नु होला आज यो घोडामा सरर इलामको अन्तु डाँडाबाट घोडा चढ्दैछु म दिस इज माई हर्स मलाई बोक्ने घोडा है यो चाहिँ मलाई यो घोडाले डियर घोडा मलाई ल्याइदियो माथिदेखि यहाँसम्म यो घोडाले मलाई ल्याइदिएको यो घोडा चढेर आएको म चाहिँ माथिबाट यो बाटोबाट इलामको श्री अन्तु भन्ने ठाउँको कटेजहरू एकदम राम्रो अब चाहिँ हामी चाहिँ फाइनली श्री अन्तुको बसाएपछि अब हाम्रो यात्रा यात्रा भनेको फिकल हुँदै पशुपतिनगर हुँदै त्यसपछि दार्जिलिङ ओके अब हामी अन्तिम चरणमा चाहिँ यहाँ ठुलो पोखरी छ
पोखरी एक राउन्ड घुम्छौँ पोखरी घुम्छौँ अब यो चिया बगान हेर्छौँ चिया बगान एकचोटि हेर्छौँ अन्त चिया बगान हेरौँ त्यसपछि अब हाम्रो हामीलाई अहिले यहाँ कन्यामको पनि हेर्नु बाँकी छ कन्यामा हामी कन्यामा जान्छौँ ड्रेसमा नेवारी ड्रेस अरू मगर ड्रेसमा नाच्छौँ ल है त Car alarms and barking dogs makes me wonder why the city's waking, the city never sleeps, and I would like to rest a little while. Yeah, I would like to get some peace of mind, to turn it all around. We're all getting older, she says it doesn't matter. She strokes her cheek when she lies. An old man on the corner says they're coming back to get him soon. Maybe we know something he doesn't know. And I would like to get some peace of mind, to turn it all around. यतिखेर चाहिँ फाइनली इलामको कन्याममा आइपुगेको छौँ मस्त घुम्ने हो अब फोटो खिच्ने कार्यक्रम हुँदैछ हाम्रो यहाँनिर यो चाहिँ इलामको कन्याम यहाँ चाहिँ चियाबारी चाहिँ बवाल रहेछ एकदम मन पर्यो अहिले त्यहाँ हाल्नु मिल्छ हो तारेमाम अवस्था यस्तो छ रमाइलो भइरहेछ तारेमाम जोजोलोपा तारेमाम मेरो तर्फबाट नि सबैलाई तारेमाम यो चाहिँ इलामको फिक्कल बजार है त इलामको फिक्कल बजार यतिखेर हामी फिक्कलमा छौँ अब हाम्रो यात्रा भनेको दार्जिलिङको हुँदैछ आज पशुपतिनगर हुँदै दार्जिलिङको यात्रा यतिखेर हामी फिक्कल इलामको फिक्कल आजको हाम्रो ल्यान्डिङ यहीँ भयो हाम्रो ल्यान्डिङ चाहिँ कुनमा चाहिँ अब हाम्रो यात्रा डाइरेक्टली पशुपतिनगर हुँदै दार्जिलिङको हुँदैछ ल सबैलाई अब नाइस दौड्ने दाइ ल है हाम्रो यात्रा हुँदैछ हामी यो Peace of mind, to turn it all around. And you know that we've heard it all before in many ways. Yeah, you know we've heard it all before in many ways. वाउ ब्याकग्राउन्ड सिन अति बवाल हाम्रो फोटो खिच्ने कुरा भइरहेको छ यहाँ साइडमा यो चाहिँ हाम्रो इलाम हामी इलाममा छौँ इलामको चियाबारी वाउ इलामको चियाबारी है गाइजहरू हाम्रो क्यामेराम्यान दाइ यहाँ हुनुहुन्छ टक्क फोटो खिच्नलाई चियाबारीमा चिया सुकेर यस्तो भएछ फाइनली यतिखेर हामी पशुपतिनगरमा आइसक्यो इलाम जिल्लाको पशुपतिनगर अब हामी यहाँबाट चाहिँ यात्रामा अगाडि बढ्छौँ यतिखेर चाहिँ हामी चाहिँ पशुपतिनगरमा फाइनली यतिखेर हामी चाहिँ पशुपतिनगरको इलामको पशुपतिनगर लास्ट पोइन्ट यहाँनिर चाहिँ बोर्डर यहाँबाट चाहिँ अब हामीले चाहिँ
भन्सारमा हामी चाहिँ आफ्नो गाडी राखेर अर्को गाडी हायर गरेर जानु लागेको दार्जिलिङ। यतिखेर ठ्याक्कै हामी भन्सार पशुपतिनगरको भन्सारमा आइपुगेको छौँ। यो देखिरहेको चाहिँ पशुपतिनगरको भन्सार एरिया। जस्तो हाम्रो गाडीहरू चाहिँ यहाँनिर भन्सारमा राख्ने हो, त्यसपछिबाट नयाँ गाडी हायर गरेर चाहिँ हामी दार्जिलिङको टुरमा निस्कन लागेको छौँ। यो चाहिँ देखिरहेको चाहिँ पशुपतिनगरको भन्सार एरिया है र। अब यहाँबाट उता चाहिँ लगभग इन्डिया पर्दो रहेछ र नेपाली गाडीहरू चाहिँ खासै लानु नमिल्ने रहेछ। लानु मिले पनि यहाँबाट के डकुमेन्टहरू मिलाएर लानुपर्ने रहेछ। फाइनली वी आर हियर इन्डिया नेपाल गेट। अब हामी यहाँ बोर्डर क्रस, हामी दार्जिलिङको यात्रामा। यो चाहिँ बोर्डर, इन्डिया बोर्डर है त यो चाहिँ। अब यहाँबाट हामी सर दार्जिलिङतिर जान्छौँ। An old man on the corner says they're coming back to get him soon. Maybe we know something he doesn't know. And I would like to